सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु आवर ब्लग। आज चाहिँ हामीहरू मिलमा जाँदैछ म किन भन्नु न। अनि गाइज म चाहिँ होइन कस्तो कस्तो देखिरहेको छु होइन, अनि मिलमा जान्छु होइन म आज। अनि तपाईँहरूले च्यानल सब्सक्राइब गर्नुलाई मैले चाहिँ गाइज त्यसलाई होइन वेलकम दिन पठाएको थिएँ होइन दोकानमा। अनि यसले चाहिँ वेलकम दिन गएको थियो, मैले भनेको मान्छ कि हल्का। अनि मैले चाहिँ यसलाई कुरेर हल्का टक्क बालसाल मिलाइरहेको थिएँ कि यताउति हेरिरहेको थिएँ। त्यति बेला मलाई कस्तो बोलाएको जस्तो लाग्यो, तर रहन्छ बोलाएको। अनि त्यसपछि यो पनि आइहाल्यो होइन वेलकम किनेर। अनि त्यसपछि हामी टक्क वेलकम चबाउँदै लाग्यौँ होइन। सब्सक्राइब गाइज रिश्तोमा राख्नु भाइ जुन चाहिँ सिन्दाना त्यसलाई इन्टरभ्यू लिन आउँछन् सब अब हो क्या। अगाडिदेखि तेरो मिट्टी आयो सरको साथीहरूको कलरको गाइड चामल चाहिँ पिसिएर हिँड्छ। के गर्नु त अब पिसिएर हिँड्छ अब के गर्नु त अब। हाम्रो त्यो हो नि हामीले बनाउँछ सिरिज बनाउँदै आयो छ किन बनाउँदैन बनाउँछ। अनि कतिको गरी आइफोन सिरिज 50,000 भन्दैछ त। कतिको होला तेरो हिसाबमा? मिलमा ल्याउन गएको सामान चाहिँ गाइज पिसिएको रहन्छ होइन। त्यसैले गाइज हामीहरू चाहिँ त्यत्तिकै मस्ती मजाक गर्दै हिँडिरहेको थियौँ होइन। म चाहिँ गाइज खासमा चाहिँ मिलमा चाहिँ पिठो पिस्न गएको थिएँ होइन। मम्मीले पहिले त्यहाँ दिनुभएको रहेछ होइन पिठो, अनि त्यही पिसेर लिएर आइज भन्नुभएको थियो मलाई मम्मीले। तर गाइज हल्का साँझ आएस् अहिले चाहिँ पिसेको छैन भनिदिनु भयो मलाई चाहिँ मिलको मालिकले चाहिँ। त्यही भएर म चाहिँ होइन गाइज मस्ती मजाक गर्दै घर फर्केँ होइन। अनि गाइज हाम्रो गाउँ पनि बिस्तारै बिस्तारै खतरा विकसित हुँदैछ होइन गाइज, किनकि हाम्रो गाउँमा पनि हाइवे बन्दैछ कि यहाँ पनि धेरै गाडीहरू हिँडिरहन्छन् होइन अचाल। पहिला चाहिँ हाम्रो गाउँ एकदमै सुनसान हुन्थ्यो कि कोही पनि हिँड्दैन थियो गाइज, गाडी साडी केही हुँदैन थियो। तर आजभोलि चाहिँ यस्तो खतरा गाडीहरू घुमिरहन्छ होइन हाम्रो गाउँमा। अनि मेरो गाउँमा देख्न पनि सक्छ गाइज भ्यूहरू होइन टक्क हरियाली मात्रै छाएको छ होइन। अहिले चाहिँ रुखहरू हल्का झर्ने गरेको छ पातहरू, त्यही पनि हरियाली राम्रो छ। मेरो गाउँको नाम चाहिँ भेडाबारी हो होइन, डाँफे चौतारी भनेर पनि चिनिन्छ। को आउनु भएको छ कमेन्ट गरिदिनु होला। म त अब घर आइसकेँ कि घर आइसकेँ नि दुइटा कुरा भन्नु बाबा पनि सरोज कहाँ पनि सिक्दैछ सही बात हुनसक्छ युआर राइट। चापुन्टा घरै होइन जस्तो